आज जुन 13 तारिक सन् 2025 सालको दिनमा 82 वर्षे राईकेटो र 76 वर्षे रैनीकेटी मिलेर सुसमाचार ख्रिस्टको भजन गाएर फेसबुक लाइभमा पठाइरहेछौँ। परमेश्वरले सबैलाई आशिष गरेका हुन् र हामीले जब जब परमेश्वरको गान भजन वचनहरू सुन्छौँ, हाम्रो अशान्तिका समयहरूमा बडो परमेश्वरले शान्तिमा हामीलाई आशिषमय जीवन जिउन दिनुहुनेछ। हुन्छ, हामी सुनौँ, हामी गाउँदैछौँ। सुनिमा राखौँ ख्रिस्टको सन्देश, भोलि त के हुन्छ। भोलिमा राखौँ हाँसी राखौँ, कति पो बाँचिन्छ निलाई, कति पो बाँचिन्छ। सुन न लौ दाजु भाइ दिदी बहिनी, यीशुको भजन। सुन न लौ दाजु भाइ दिदी बहिनी, यीशुको भजन। सुनेर विश्वास गरे पाइन्छ अनन्त जीवन। सुनेर विश्वास गरे पाइन्छ अनन्त जीवन। सुनिमा राखौँ ख्रिस्टको सन्देश, भोलि त के हुन्छ। भोलिमा राखौँ हाँसी राखौँ, कति पो बाँचिन्छ निलाई, कति पो बाँचिन्छ। परम्परा रीति र विधि गरेर पाइन्छ हैरान। परम्परा रीति र विधि गरेर पाइन्छ हैरान। विश्वास गरे जीवनको मुकुट पाइन्छ स्वर्गमा पहिरिन। विश्वास गरे जीवनको मुकुट पाइन्छ स्वर्गमा पहिरिन। सुन न लौ दाजु भाइ दिदी बहिनी, यीशुको भजन। सुनिमा राखौँ ख्रिस्टको सन्देश, भोलि त के हुन्छ। भोलिमा राखौँ हाँसी राखौँ, कति पो बाँचिन्छ निलाई, कति पो बाँचिन्छ। ख्रिस्ट येशूले हामीलाई उहाँको आवाज सुन्नु र उहाँमाथि विश्वास गर्नु, उहाँमाथि विश्वास गरेर भरोसा राख्नु बोलाउनुहुन्छ। एक दिन उहाँको दोस्रो आगमनमा हामी जतिजनाले उहाँमाथि विश्वास गरेका छौँ र उहाँलाई ग्रहण गरेका छौँ र उहाँमा रमाई स्तुति प्रशंसा चढाइरहेको छौँ, हामीलाई परमेश्वरले पूर्ण रूपले एक दिन उहाँको दोस्रो आगमनमा लिन आउनुहुनेछ र सारा स्वर्गदूतको साथमा हामीलाई उहाँको साथमा लानुहुनेछ। त्यहाँ न त रुवाई, न त पीडा, न त त्यहाँ कुनै न कुनै अप्ठ्यारो परिस्थिति हुनेछ। त्यहाँ त एकदम नै
शान्ति, आनन्द अनन्त अनन्तकालसम्म उहाँको वरिपरि हामीलाई राख्नुहुनेछ। परमेश्वरले आशिष गरून्। यो भजन सुन्नेहरूले परमेश्वरमा रमाउने अवसरहरू पाउन सके हुन सकुन् र हामीलाई जस्तै नै परमेश्वरले आशिष दिउन्। धन्यवाद छ सबैलाई। जय मसीह।